इन्डियन प्रिमियर लिग आइपिएल 2025 को आधा संस्करण सकिसकेको छ। 38 खेलको नतिजा आइसक्दासम्म प्रतियोगितामा चौका छक्काको वर्षाका साथै थुप्रै कीर्तिमान देख्न पाइयो र प्लेअफ दौड पनि रोचक बन्दै गएको छ। यो अवस्थासम्म 5 टिमले 10-10 अङ्क जोडेका छन्। यसैबीच आज यस भिडियोमा प्लेअफमा स्थान बनाउन सक्ने 4 टिम र सम्भावित समीकरणको चर्चा गर्दैछौँ। लिगको आधा चरण सकिदासम्म प्लेअफ दौडको शीर्ष स्थानमा गुजरात टाइटन्स रहेको छ। उच्च लयमा रहेको शुभमन गिल नेतृत्वको गुजरात अहिले तालिकाको नम्बर 1 मा छ। उसले 7 म्याच खेल्दासम्म 5 मा जित र 2 खेलमा मात्र हार बेहोरेको छ। गुजरातले अझै 7 वटा म्याच खेल्न बाँकी छ। उसले अब प्लेअफमा स्थान बनाउन 3 खेलमा जित निकाल्न आवश्यक छ। त्यसो भएमा गुजरातसँग 16 अङ्क हुनेछ। यस्तै आइपिएल 2025 को प्लेअफमा स्थान बनाउन सक्ने अर्को टिम हो दिल्ली क्यापिटल्स। जारी सिजनमा दिल्ली पनि उच्च लयमा छ। अहिले दोस्रो स्थानमा रहेको दिल्लीले 7 म्याच खेल्दासम्म 5 मा जित र 2 खेलमा हार बेहोरेको छ। यदि अब 7 मध्ये 3 खेलमा जित निकाले दिल्लीले प्लेअफको टिकट सुरक्षित गर्नेछ। प्लेअफको दौडमा अगाडि रहेको अर्को टिम हो रोयल च्यालेन्जर्स बेंगलुरु अर्थात् आरसीबी। अहिले अङ्क तालिकाको तेस्रो नम्बरमा रहेको आरसीबीले 8 म्याच खेल्दासम्म 5 मा जित र 3 खेलमा हार बेहोरेको छ। अन्तिम 4 मा स्थान बनाउने हो भने आरसीबीले अब 6 मध्ये 3 खेलमा अनिवार्य जित निकाल्नुपर्छ। प्लेअफमा स्थान बनाउन सक्ने संकेत देखाएको अर्को टिम हो 5 पटकको च्याम्पियन मुम्बई इन्डियन्स। लिगको सुरुवातमा खराब लयमा देखिएको मुम्बईले शानदार पुनरागमन गरेको छ र उसले पछिल्लो 3 खेलमा लगातार जित निकालेको छ। अहिलेको लय हेर्दा मुम्बईले प्लेअफमा स्थान बनाउने सम्भावना देखाएको छ। विगतमा पनि उसले पटक पटक शानदार कमब्याक गर्दै प्लेअफको टिकट हात पारेको इतिहास छ। यदि त्यो इतिहास दोहोर्याउने हो भने मुम्बईले अब 6 मध्ये 4 खेलमा जित निकाल्नु पर्ने समीकरण बनेको छ। यस्तै पंजाब किङ्स र लखनऊ सुपर जायन्ट्स पनि प्लेअफ रेसमा छन्। यी दुई टिमले समान 8 म्याच खेल्दा 10-10 अङ्क जोडेका छन्। प्लेअफको यात्रा गर्ने हो भने पंजाब र लखनऊले अब 3-3 खेल जित्नुपर्छ। अङ्क तालिकाको 7औं स्थानमा रहेको डिफेन्डिङ च्याम्पियन कोलकाता नाइट राइडर्सको प्लेअफ सम्भावना पनि जीवितै छ। उसले 7 म्याच खेल्दासम्म 4 मा हार तथा 3 खेलमा जित निकालेको छ। प्लेअफमा स्थान बनाउने हो भने कोलकाताले अब 7 मध्ये 4 खेल जित्नुपर्ने समीकरण बनेको छ। 8औं स्थानमा रहेको राजस्थान रोयल्सले प्लेअफ लक्ष्य पूरा गर्ने हो भने अब 6 खेल नै जित्नुपर्छ। उसले अहिलेसम्म 8 म्याच खेल्दा 6 मा हार तथा 2 खेलमा मात्र जित निकालेको छ। तालिकाको 9औं स्थानमा रहेको सनराइजर्स हैदराबादको प्लेअफ सम्भावना पनि कायमै छ। यद्यपि त्यो प्लेअफ सपना पूरा गर्न उसले बाँकी खेलमा उत्कृष्ट प्रदर्शन गर्नुपर्छ। हैदराबादले अहिलेसम्म 7 म्याच खेल्दासम्म 5 मा हार तथा 2 खेलमा जित निकालेको छ। प्लेअफ टिकट प्राप्त गर्ने हो भने उसले अब 7 मध्ये 6 खेल जित्नुपर्ने समीकरण बनेको छ। 5 पल्टको आइपिएल च्याम्पियन चेन्नई सुपर किङ्स जारी सिजनमा निकै खराब लयमा छ। महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नईले 8 म्याच खेल्दासम्म 6 मा हार तथा 2 खेलमा मात्र जित दर्ता गरेको छ। तालिकाको पुछारमा रहेको चेन्नईले यदि प्लेअफमा स्थान बनाउनु छ भने अब हरेक खेल जित्नुको विकल्प छैन। यदि बाँकी 6 खेलमै जित निकालेमा उसको कुल 16 अङ्क हुनेछ। त्यो समीकरण पूरा भएमा चेन्नईले प्लेअफ खेल्न पाउनेछ। तपाईको विचारमा चाहिँ जारी आइपिएल को प्लेअफमा कुन टिमले स्थान बनाउलान्? कमेन्ट लेख्नुका साथै च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सिनु होला। धन्यवाद।